आज मेरी नातिनी प्राणवीको भात खुवाउने दिन हो। त्यही भएर उनलाई आशीर्वाद दिएका छौँ हामी हजुरबा हजुरआमा हाम्रो परिवारको तर्फबाट उनलाई धेरै धेरै आशीर्वाद छ। उनीको भविष्य उज्जवल होस्, राम्रो होस् भन्ने कामना गर्दछु। ख्वाबों को सजाए तू, आँखों में बसाए तू, तुझको मैं आज चाहिँ मे 28 जेठ 14 गते मेरो छोरीको चाहिँ शुभ अन्नप्राशन र म चाहिँ धेरै खुसी छु। उसको सुस्वास्थ्य र दीर्घायुको कामना, सधैँ खुसी होस्, राम्रो होस्, सबै कुरामा सफल होस्। She is turning exactly 4 months today. आउने जिन्दगीमा सफल रहोस्, स्वस्थ रहोस्, खुसी रहोस् भन्ने आशीर्वाद दिन चाहन्छौँ। सो यो भिडियो तिमीले कहिले हेर्छौ चाहिँ थाहा छैन, तर जहिले हेर्छौ मेरो चाहिँ यति विश छ कि तिम्रो जुन एडिसनल विशेसहरू छ, जुन पटाई कामहरू छ, त्यो सबै मसँग सेयर गर्न सकोस्। त्यही हो, आई लभ यु। मेरे हाथों में तेरी चूम आँखें में बैठ सिरहाने। मेरो भान्जी प्राणवीलाई पास्नीको धेरै धेरै शुभकामना। अब धेरै राम्रो गर्नु, भविष्यमा सबै कुरा फलोस् फुलोस्, सबै राम्रो होस्, त्यसको लागि शुभकामना छ। हाई प्राणवी, म तिम्रो ठुलो मम्मी। म ठुलो बाबा। म चाहिँ नि मामा। आज तिम्रो भात खुवाइ हो र भात खुवाइको दिनमा चाहिँ नि धेरै धेरै आशीर्वाद, अनि त्यसपछि सधैँ खुसी रहनु भयो। मिलेन खुसी रहनु, राम्रोसँग हुर्किनु। 16 वर्षमा मैले तिमीलाई एउटा सर्ट एन्ड स्विट भिडियो देखाउँछु त राम्रोसँग हेर्नु होइन। अब अरू के भन्ने होइन, पढाइमा ध्यान दिनु, तर पढाइ त्यति काम पनि हुँदैन। हेर, इट्स कम फ्रम द एक्सपिरियन्स होइन। अनि हाम्रो ब्लेसिङ सधैँ प्राणवीसँग भइरहन्छ। वी आर अलवेज देयर फर यु, एन्ड होपफुली जब प्राणवीले भिडियो हेरेर बुझ्ने हुन्छ नि, यो भिडियो हेरेर लाइक इट विल बी अ बिग सरप्राइज फर हर। या, लभ यु प्राणवी।